बग्यो फुलमुनि पानी रेशम। यो अरुणाचल प्रदेशमा पर्ने परशुराम कुण्ड हो। पानी बढेकोले गर्दा त्यहाँ कुण्डमा जानु दिएको छैन। पौराणिक विश्वास अनुसार परशुरामले आफ्नो माताको वध गरेपछि यहाँ आएर पश्चाताप गरेर नुहाएपछि आफ्नो पाप मोचन गर्यो भन्ने एउटा किंवदन्ती छ। र यो चाहिँ यहाँ आउनलाई इनर लाइन पर्मिट पनि चाहिन्छ। यो झन्डै गुवाहाटीबाट 600 किलोमिटर चाहिँ टाढा पर्छ र यहाँ तिनसुकिया डिस्ट्रिक्टबाट झन्डै 100 किलोमिटर टाढा पर्छ। यहाँ चाहिँ यही चाहिँ उसले परशुरामले घोडा हालेर छिनाएको यो ढुङ्गा भन्छ। त्यहाँ पर तपाईँले देख्न सक्नुहुन्छ। तर यहाँ चाहिँ अहिले जान हुँदैन। यसरी माथिबाट यसरी यो बाटोबाट हिँडेर आउनु पर्ने। तर अहिले हामीलाई त्यहाँ आउन प्रतिबन्ध लाग्यो र यो नदी चाहिँ पछि गएर उता गङ्गासागरमा मिसिन्छ। यसलाई यहाँ लोहित गङ्गासागर होइन ब्रह्मपुत्रमा गएर मिसिन्छ। यसलाई लोहित नदी पनि भन्छन् आसामिज भाषामा। र यो नदी चाहिँ ठुलो नदी छ। अब अहिले यस्तो छ पानी परेको छैन। पानी परेर ठुलो भयो भने सायद यो नदीले पुरा लिन्छ। यो चाहिँ अरुणाचल प्रदेशतिर पर्छ। यहाँबाट विशेष गरेर तिब्बत चाइनाको निकै छेउ पर्छ। र यो चाहिँ विशेष गरेर माघ महिनामा चाहिँ यहाँ धेरै मान्छेहरू आउने गर्छ। र यहाँ चाहिँ त्यति बेला चाहिँ यहाँ आउनलाई 3-4 किलोमिटरदेखि नै गाडी रोकेर मान्छेहरू हिँडेर आउने गर्छ र पुरा मान्छेहरू बस्ने छन्। र एउटा विश्वास के छ भने चाहिँ माघ महिनामा यहाँ पानी हावा पुरा चल्छ। माघ महिनामा मात्रै त्यस सम्बन्धी एउटा अनुसन्धान पनि गरिएको छ किन हावा मात्रै त्यो बेलामा चल्छ भन्ने कुरो छ। यो पहाडको बिच छ। यो नदी भएर आएको छ। यो नदी तपाईँको अरुणाचल प्रदेश हो। अरुणाचल प्रदेश चाहिँ तपाईँको आसाममा जोडेको जिल्ला हो। र यो अत्यन्त महत्त्वपूर्ण कुरा हो। यसमा चाहिँ हामीले तर यो विषयमा म अलिक जानकार हुनुहुन्छ हाम्रो काव्यकार पुरुषोत्तम उपाध्याय सर। सरले केही बोलिदिनुहोस् न यो ठाउँको बारेमा। आमा बाउलाई सम्मान गर्नुहोस्। परशुरामले आमालाई जब हत्या गर्नुभयो हातबाट बन्चरो झर्दै झरेन। सारा विश्व भ्रमण गर्दा 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 कसैले भन्थ्यो परशुराम भन्ने कल्की अवतार हुने आसामको पूर्वी प्रान्तमा गएर स्नान गर्नु भनेर बन्चरो आएर यहाँ स्नान गर्दाखेरि हातबाट बन्चरो छुटेको थियो भन्ने एउटा किंवदन्ती कथा आउँछ। र बन्चरोले हान्नु पर्दैन। आजकल आमा बाबुलाई शब्दले पनि नहान्नुहोस्, गोलीले पनि नहान्नुहोस्। सारा विश्व भ्रमण गरेर स्नान गर्दा पनि आमा बाबुको ऋण चुक्ता हुँदैन। परशुरामले यहाँ स्नान गरेपछि आमाको हातबाट आमालाई हत्या गरेर आएपछि हातबाट जब बन्चरो छुटेन यहाँ स्नान गर्दा बन्चरो छुटेको भन्ने ऊ आउँछ। माघ महिनामा देश विदेशबाट स्नान गर्न आउँछन्। माघ सङ्क्रान्ति स्नानको महत्त्व छ। माथि चाइनाबाट आएर बगेको नदी लोहितको किनारमा परशुराम कुण्ड तातो र चिसो दुवै पानी छ। अलिक धराप छ जग्गा चाहिँ आउनलाई। त्यतिखेर बडा प्रशासनले उ गरेर यो रमणीय स्थल, यो आध्यात्मिक स्थल अरुणाचल प्रदेश भारतको यहाँ आउँदाखेरि पार्मिट लिनुपर्छ। पास लिएर बस्नुपर्छ। इनर लाइन पार्मिट। एउटा धरोहर ब्रह्मपुत्रको उत्पत्ति स्थलको छेउमा छौँ हामीहरू। र यसले के दिन्छ भने आमा बाउलाई शब्दले घात नगरौँ। विशेष गरी आमालाई त्यसको पापको मोक्ष कहिले हुँदैन, स्नान गरेर पनि हुँदैन। र त्योभन्दा राम्रो आमा बाउले बोल्दाखेरि चुप्प लागिदिउँ, सम्मान गरौँ। धन्यवाद। धन्यवाद सर। पुरुषोत्तम सर उहाँ काव्यकार हुनुहुन्छ, लेखक हुनुहुन्छ, साहित्यकार हुनुहुन्छ तथा गोठाले साहित्यका प्रवर्तक पनि हुनुहुन्छ। उहाँले भर्खरै एउटा गोठाले सम्मेलन पनि महासम्मेलन पनि सम्पन्न गर्नुभएको छ जहाँ चाहिँ 45-50 जना गोठाले साहित्यकारहरू जो चाहिँ गोठबाट आफूलाई जीवन उचालेर नयाँ नयाँ पेसामा आबद्ध हुनुहुन्छ। उहाँहरूको एउटा कृति पनि निकालेको छ पुरौनी। त्यस विषयमा पछि हामी चर्चा गरौँला। अहिलेको हामी यहीँबाट हामी यहाँ केही व्यक्तिहरू आछौँ। एक गाडी र हुनुहुन्छ। आजको यस सानो मैले यो सानो भिडियो बनाएको छु। विशेष गरेर यो नेपाल बाहिर बसेका नेपालीहरूले आउनै पर्ने ठाउँ र धेरै पर्ने ठाउँ भएकोले यसमै म आजको भिडियो यहीँ मान्छु। धन्यवाद।